लेफ्ट कर्नरमा तपाईँको प्रोफाइल छ। प्रोफाइलमा लगइनमा जानुहोस्। लगइन गइसकेपछि लगइनमा जानुहोस्। त्यसपछि साइन अपमा जानुहोस्। इमेलमा सिलेक्ट गर्नुहोस्। इमेल एक्जाम्पल मेरो इमेल एड्रेस यहीँनिर रहेछ events@gmail143। ओके, म यो इमेल एड्रेस हाल्छु अहिलेको लागि। सरी, थोरै मिस्टेक भएछ। गेट स्ट्यान्डर्डमा जानुपर्छ क्यारे। लगइनमा होइन, साइन अपमा जानुपर्ने हो। लगइनमा जाने, लगइनमा जाने, साइन अपमा जाने, इमेलमा जाने, के okay, let's restart again. Okay, so application on गर्नुहोस्। लगइनमा जानुहोस्। साइन अपमा जानुहोस्। गेट स्ट्यान्डर्डमा जानुहोस्। साइन अपमा गइसकेपछि इमेल एड्रेस सिलेक्ट गर्नुहोस्। इमेल एड्रेस ओके, एनिवे म यो इमेल एड्रेस युज गर्छु। तपाईसँग जुन भेरिफाइड इमेल एड्रेस छ त्यो इमेल एड्रेस हालिसकेपछि मोबाइल नम्बर या आफ्नो मोबाइल नम्बरबाट भेरिफाई नगर्नुहोस्, किनकि तपाईँ करेन्टली आउट अफ यर कन्ट्रीमा हुनुहुन्छ होला। सायद तपाईँ विदेशी मुलुकमा हुनुहुन्छ जहाँ तपाईँले फोन नम्बरबाट भेरिफाई गरेपछि सडनली तपाईँ नेपाल जानु पऱ्यो या कुनै देश अरू देशमा जानु पऱ्यो भने त्यसपछि तपाईँको भेरिफाई गर्नको लागि मोबाइल नम्बर अब कन्ट्याक्ट लिस्ट भइदियो भने त्यसपछि तपाईँको लगइन गर्न समस्या हुनसक्छ। मैले मेरो इमेल आइसकेको हुनुपर्छ। ओके, मेरो इमेल यहाँ छ, याहू। सो ओकेक्सको मेरो इमेल एड्रेसबाट भेरिफिकेसन आइसकेको छ। यसलाई कपी गरिदिउँ। 575113 575113। त्यसपछि तपाईँ पासवर्ड क्रिएट गर्न सक्नुहुन्छ। पासवर्ड राख्दाखेरि तपाईँको एक्जाम्पल म युगेन capital YOGEN 1 2 3 4 5 6 7 8 9 again अनि एउटा स्पेसल नम्बर राख्नुपर्ने हुन्छ, जस्तै @ यता # लास्टमा # राखिदिनुहोस्। ओके, तपाईँको मोबाइलमा जुन प्याटर्न राख्नु भएको छ त्यो युज गर्न सक्नुहुन्छ, अथवा तपाईँले आफ्नो फेभरेट जुन छ त्यो राख्न सक्नुहुन्छ। I already have one character crypto that I could like to deposit. Okay, I don't have cryptoमा जानुहोस् तपाईँ। त्यसपछि तपाईँको एकाउन्ट अलमोस्ट क्रिएट भइसक्यो। क्रिएट भइसकेपछि तपाईँको केवाइसी भेरिफिकेसन गर्नै पर्ने हुन्छ फर्स्टमा है। केवाइसी भेरिफाई गर्दाखेरि तपाईँको बेसिक भेरिफाईमा जानुहोस्।
बेसिक भेरिफाईमा के गर्न जानुहोस् भन्दाखेरि नेसनलिटी हाल्नुहोस् तपाईँको नेपाल अथवा कुन देशको हुनुहुन्छ नेपाली हाल्नुहोस् नेपाल अनि टाइप अफ आइडी पासपोर्ट नै राख्नुहोस् हैन पासपोर्ट नम्बर यहाँ हाल्नुहोस् गिभन नेम तपाईँको पासपोर्टमा जुन नेम छ त्यो यहाँ राख्नुहोस् अनि स्योर नेमहरू यसरी फिलअप गरिसकेपछि तपाईँको वान के भन्छ लेभल 1 बेसिक भेरिफिकेसन तपाईँको भेरिफाई भइहाल्छ। त्यसपछि तपाईँले 200 BTC-सम्म तपाईँले यसबाट तपाईँले गर्न सक्नुहुन्छ। 200 BTC-सम्म तपाईँले लेभल 1 KYC भेरिफिकेसनबाट तपाईँले 200 BTC वालेटसम्म तपाईँको लेनदेन गर्न सक्नुहुन्छ। त्यसपछि वालेटमा जानुहोस्, वालेटमा गइसकेपछि क्रिएट गर्नुहोस्, क्रिएटमा राख्नुहोस् तपाईँको एज युर विस। मेरो नाम म योगेन राख्छु, मेरो वालेट नेम एज यु लाइक जे पनि राख्न सक्नुहुन्छ। तपाईँको युजर नेम सेभ बक्स नेम राख्नु, तपाईँको वालेट नेम राख्नुहोस्। त्यसपछि क्रिएटमा जानुहोस्, क्रिएटमा गइसकेपछि तपाईँको पासवर्ड हाल्नुपर्ने हुन्छ। पासवर्ड हाल्दाखेरि तपाईँको के हुन्छ भन्दाखेरि नम्बर हाल्नुहोस् 1 2 3 1 2 3 4 5 6 7 8 9 10 and क्यापिटल YOGEN हाल्नुहोस्। एउटा लेटर क्यापिटल चाहिन्छ अनि नम्बर हानेपछि तपाईँको यस्तो टाइपको यो पासवर्ड हाल्नुहोस्। एउटा क्यापिटल लेटर राख्नुहोस् जसले गर्दा इजिली एक्सेप्ट गर्छ। नेक्स्ट गर्नुहोस्, फेरि रिपिट गरिदिनुहोस् 1 2 3 4 5 6 7 8 9 and YOGEN क्यापिटल भएछ पुरै YOGEN स्मल राख्नुहोस्। ओके मैले 10 सम्म राखेको थिएँ, सरी। 1 2 3 4 5 6 7 8 9 अनि 10 अनि YOGEN। ओके 10 सम्म राख्नुहोस्। One, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 क्यापिटल YOGEN। नेक्स्ट गर्नुहोस्। एकाउन्ट क्रिएट भइसक्यो। ब्याकअप तपाईँले नाउ गर्न सक्नुहुन्छ। प्लिज राइट डाउन योर सिट। तपाईँले यसको यो जुन कोड दिएको छ यो कोडलाई चाहिँ तपाईँले हातले कपीमा लेखेर राख्न सक्नुहुन्छ तपाईँको पर्समा। यो कोड चाहिँ तपाईँले जहाँनिर जुन ठाउँमा भए पनि, जस्तै यो मोबाइल इन केस तपाईँको हराइहाल्यो भनेदेखि अर्को मोबाइलबाट लगइन गर्नुको लागि चाहिँ तपाईँको यो कोड हान्नुपर्ने हुन्छ जुन 12 डिजिटको छ। रिमेम्बर गर्नुपर्ने हुन्छ। आई हेभ फिनिस राइट एन्ड बिगन। अब जस्तै कपी गर्न मिल्दो रहेनछ, म यहाँनिर लेख्छु, सरी। मैले एक्जाम्पलको लागि म यहाँ लेख्दैछु जुन मेरो अलरेडी छ। विस सबै स्मलमा राख्दा हुन्छ। विस स्पेस ANGINE स्पेस BRIGST स्पेस possible POSSIBLE स्पेस ALECTRIC। एकदम केयरफुल्ली लेख्नुहोस् है। यो चाहिँ
BRIC break bulk bot TIL cover CAR CONCERT CONCERT LAPTOP LAPTOP okay so number 3 मा के छ BRIST okay number 2 मा के छ engine sorry number 11 मा sorry 11 मा के छ construct number 3 मा के छ sorry number 5 मा 1 2 3 4 5 मा electric ओके डन तपाईको वालेट क्रिएट भइसक्यो यो पासवर्ड नम्बर पासवर्ड अमाउन्ट देखाउने यताउता सबै छ ओके तपाईको यो एकाउन्ट क्रिएट भइसक्यो त्यसपछि तपाईले रिसिभ गर्न सक्नुहुन्छ BTC चाहियो BTC इथेरियम चाहियो इथेरियम BTC तपाईले रिसिभ गर्दाखेरि चाहिँ BTC वालेट एड्रेस यहाँनिर तपाईको आइपुग्यो यसलाई जस्ट कपी गरिदिनुस् र यो एड्रेस जस्ट जुन व्यक्तिलाई तपाईले BTC रिसिभ गर्नुपर्ने हो त्यो व्यक्तिलाई यो एड्रेस दिइसकेपछि उसले तपाईलाई इजिली BTC सेन्ड गर्न सक्छ तपाईले सेन्ड गर्दाखेरि पनि BTC सेन्ड गर्दाखेरि जुन व्यक्तिलाई तपाईले पठाउनु पर्ने हो त्यो व्यक्तिको एड्रेस उसले दिएको हुन्छ त्यसलाई यहाँनिर पेस्ट गर्नुहोस् अनि अमाउन्ट पठाउनुहोस् US डलरमा कति चाहियो 100 युरो पठाउँदाखेरि 527 चाहिँदो रहेछ यसरी तपाईले मजाले सेन्ड एन्ड रिसिभ गर्न सक्नुहुन्छ ब्याक टु एडिसेभ बक्स एक्सपोर्ट हामीले अघि हानेको पासवर्ड तपाईको एक्सपोर्ट सेट फर्स्ट भन्ने जुन छ त्यो कोड नम्बर फेरि यहाँनिर एकचोटि जस्ट भेरिफाई गरौँ हामीले पासवर्ड हानेको थियौँ 1 2 3 4 5 6 7 8 9 अनि 10 क्यापिटल YOGEN यही हाम्रो पासवर्ड थियो हैन यो याद राख्नुस् है एन पनि थियो ओके गर्नुस् ओके 1 2 3 4 5 6 ओके 15 दबिएछ सरी 10 ओके यो जुन छ यसलाई यो जुन अघि हामीले जुन लेखिसकेका छौं त्यो कोड यहाँनिर फेरि छ यसलाई कन्फर्म गरिदिनुस् त्यसपछि तपाईको OKX एकाउन्ट क्रिएट भइसक्यो फर एक्जाम्पल म फेरि पनि तपाईलाई रिपिट गरेर देखाइदिन्छु यसको म डाटा क्लियर गरिदिन्छु डाटा क्लियर गरिसकेपछि फेरि रिओपन गरौँ त्यसलाई ओके 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 अब तपाईले यो एकाउन्ट लगइन गर्नुस् नगर्नुस् कुनै मतलब हुँदैन तपाईको KYC भेरिफाई भइसकेपछि तपाईको अटोमेटिकली त्यो भइहाल्छ जस्ट वालेटमा क्लिक गर्नुस् वालेटमा क्लिक गरिसकेपछि इम्पोर्टमा जानुस् इम्पोर्टमा हाम्रो सेभ बक्स नेम दिनुस् तपाईको पहिला अघि हामीले के नेम दिएको थियो मैले यो गेन राखेको थिएँ हैन क्रिएट गरौँ अनि पासवर्ड हामीले के राखेको थियो 1 2 1 2 3 4 5 6 7 8 9 10
YOGEN। ओके यही हाम्रो पासवर्ड थियो। नेक्स्ट गरौँ। फेरि पासवर्ड फेरि हाल्नु पासवर्ड 1 2 3 4 5 6 7 8 9 10 9 10। यहाँनिर कन्फ्युज हुनु होला तपाईँको यसले पासवर्ड हान्दाखेरि तलमाथि किबोर्डहरू डिफ्रेन्ट स्टाइलमा देखाउँछ। अनि इम्पोर्ट अगाडि जुन कोड छ जुन सिट हामीले जुन पर्स कोड राखेको थियौँ त्यसलाई चाहिँ सिलेक्ट गर्नुहोस्। अब पासकोड हामीले कहाँनिर चाहिँ टाइप गरेको थियो, यहाँ गरेको थियो। तपाईँको मोबाइलमा सेभ गरेर राख्दाखेरि तपाईँको इमेलतिर पठाउँदाखेरि तपाईँको सोसियल नेटमा पठाउँदाखेरि तपाईँको जहाँ कहीँ राख्दाखेरि तपाईँको यो जुन कोड छ त्यो एक्सपोज हुनसक्छ, अरूले ह्याक गर्ने सम्भावना हुन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँको मैले चाहिँ अहिले जस्ट देखाउनलाई यहाँ राखेको, त नत्र तपाईँले हातमा लेखेर राख्न सक्नुहुन्छ। यसलाई कन्फर्म गरिसकेपछि अगाडिको जुन हाम्रो BTC वालेट थियो त्यो ओपन हुन्छ। सक्सेसफुल इम्पोर्ट। ओके सो अघि जुन थियो हाम्रो एकाउन्ट जहाँनिर क्रिएट भइसकेको थियो त्यो एकाउन्ट मेरो यहाँ आइसकेको छ। ब्यालेन्स छैन, मसँग 0 छ। यसरी तपाईँको BTC वालेट क्रिएट भयो। अब क्राउड वानमा तपाईँले BTCमा विथड्रल गर्दाखेरि जस्ट तपाईँ रिसिभमा जानुहोस्, BTCमा जानुहोस्, अनि यो एड्रेस कपी गरेर